नलगाट नगरपालिका वडा नम्बर 8 माल्लुतरा कि रमिता बिक विगत लामो समयदेखि यस्तै अपङ्ग जीवन जिराख्नु भएको छ, बिताइराख्नु भएको छ। बाहिरभित्र जाँदाखेरि पनि अरू कसैको सहारामा जानुपर्छ। पछाडिको ढाड सिधा छैन। उहाँको बुवा भन्नुहुन्छ 11-12 वर्षको उमेरमा साँढले ढाडमा हानेको थियो र केही वर्षसम्म चाहिँ ठिकै थियो। अहिले चाहिँ एकदमै गाह्रो भइराखेको छ र विभिन्न ठाउँमा उपचारको क्रममा देखाइयो र विभिन्न सङ्गठनका मानिसहरूलाई देखाइयो, विभिन्न नेताहरूलाई देखाइयो। आश्वासन मात्रै दिए तर उपचार भएको छैन र एउटा अपङ्ग खाता खोलिदिएका छन् र त्यसमा के कति पैसा जम्मा भएको छ। अनि आर्थिक अभावको कारणले चाहिँ उपचार गर्न सकिएन। परिवार धेरै छ, गरिबीको कारण आय स्रोत कुनै छैन र यस्तो हुँदा छोरीलाई देख्दा देख्दै पनि यो हालतमा छोड्नु परेको छ, बुवा भन्नुहुन्छ। प्रियहरू, यो भिडियो सक्दो सेयर गरेर सहयोगी मनसम्म पुर्याइदिनु होला, जसले गर्दा उहाँको उपचार हुन सकोस्। र यो भिडियोलाई जति सक्दो सेयर गरेर मनकारी दर्शक माझ पुर्याइदिनु होला। उठ्न सक्नुहुन्छ? सक्नुहुन्न? कसैले उठाउनु पर्छ नि? उठ्नै सक्नुहुन्न? खै उठ्नु त? यसै अरू कसैको सहारामा उठ्ने होइन। खै पछाडि फिर्नु त नानी। हजुर पछाडि फिर्नु न। फिर्नु सक्नुहुन्छ नि? यस्तो खालको ढाड होइन। अनि यसमा यो ढाडै बाङ्गो हो त? यस्तो होइन। 21 वर्षको उमेरमा यस्तो अवस्था हुनुपर्दा कति धेरै पीडा हुन्छ। प्रियहरू, तपाईँले सहजै पत्ता लगाउन सक्नुहुन्छ। साँच्चै नै 21 वर्षको उमेरमा उहाँको अहिले पढाइ गर्ने अवस्थामा चाहिँ उहाँ यसरी थलिएर अरू कसैको सहारामा बाहिरभित्र गर्नुपर्ने, टोयलेट जानुपर्ने, सबै अरू कसैको सहारामा गर्नुपर्छ। यो भिडियो हेरेर हजुरहरूलाई अलिकति पनि दया लाग्छ भने सहयोग गरिदिनु होला र सक्दो सेयर गरेर मनकारी दर्शकसम्म चाहिँ भिडियो पठाइदिनु होला। यो नानीको यस्तो अवस्था कसरी हुनुभयो? यो त पहिला राम्रै थिए, पछि त्यो 12-13 वर्ष हुने बेला भयो। अलिकति साँढले पनि हान्यो, त्यतिखेर केही पनि भएन। त्यहाँबाट 2-4 वर्ष पछाडि नै अलिक त हड्डी टेढो देख्यो। त्यहाँबाट उपचार गर्ला भन्दा भन्दै भएन। त्यहाँदेखि धेरै मान्छेले कन्ट्याक्ट गरे, बाहिर पनि कन्ट्याक्ट गरे, कुनै नेताहरूतिर कन्ट्याक्ट गरे, कसैले पनि हेर्दैनन् होइन। हाम्रो पैसाले पनि अब 50 लाख भन्ने कुरा छ, त्यति पैसाले पनि भ्याउँदैन। अब मनै पुग्दैन, अरू बच्चा पनि छन्। हजुर नै त्यही हो समस्या पनि। अनि कुन ठाउँ देखाउनु भयो त नानीलाई? जहाँ त चौतारी मिसनमा लग्यो, ठुलो आयो। त्यही बेला 20-21 वर्ष उपचार हुन्छ अनि 50-60 लाख लाग्छन्। मेडिना उपचार हुन्छ काठमाडौँ भने। हजुर उपचार गर्ने मर्ने सामान बढी हुन्छ भनिदियो। जस्तो नानीको मेन समस्या भनेको त फर्स्टमा त्यो साँढले हानेको हो नि? पहिला त साँढले अलि त हान्या हो। त्यहाँबाट त्यतिखेर राम्रै ढाडी अस्पताल लग्यो। त्यहाँबाट हुरेर गयो, हुरेर आयो। त्यहाँबाट स्कुल जाने राम्रै थियो। पछि 2-4 वर्षपछि अलिकति त हड्डी टेढो जस्तो नआउने बेला हड्डी टेढो देख्यो। त्यहाँबाट उपचार गरौँला त लाला 5-6 लाख लाग्ला गरौँला भन्दै समयले नेटो काटिसक्यो। अहिले अब आर्थिक अभावकै कारणले गर्दाखेरि उपचार गर्न नसकिने भयो। को हुने छोरी हजुर? जेठी छोरी हो। जेठी छोरी कति वर्षको हुनु पऱ्यो? अहिले 21 वर्ष भयो। 21 वर्षको भनेपछि उहाँको ढाड चाहिँ यस्तै बाङ्गो नै हो नि? बाङ्गै नै छ। अब केले सोझ्याला पनि ठाउँमा त कहीँ सन्चो भइजान्थ्यो छोरी। हजुर। अनि जस्तै यो चौरजारी बाहेक अन्य ठाउँ जानुभयो? नै गएको छैन। इन्डियातिर पनि जानुभयो? गएको छैन, गयो अब जाला। अब जाने सोच वैशाख जेठतिर जान्छु भन्ने मन गरिरहेको छ। हजुर। अनि आर्थिक अभावको कारणले गर्दाखेरि उहाँको उपचार हुन सकेन?
होइन? त्यही त भन्नु त अनि के उँधो हुँदो के हुँदो अनि एउटा अर्को त्यो गर्न पनि सकेन। हजुर। अब यहाँ चाहिँ अब ल्याउनु उपचार गरेर पनि खर्च मैसरी पनि मेडिकल लग्या पनि मैसरी रुपियाँ माग्छन्, हुँदैन। धेरै रुपियाँ खर्च गरिसकेँ, के अब लाग्ने के भन्नु त, केही रुपियाँ हुने खर्च गर्दै के। परिवारमा सबै गरी कतिजना हुनुहुन्छ? परिवारमा त 7 जना छौँ। 7 जना परिवार हुनुहुन्छ। अनि त्यसो भए अब खर्च पर्छ धान्नलाई पनि गाह्रै होला। गाह्रै छ, बच्चाहरू सब पढ्छन्। हजुर। यही पनि 10 पऱ्यो हो। राम्रै जस्तो अवस्था नभए जस्तो पनि अर्का काम गरेर पनि अब अन्त कहीँ राल्लाउँ।